नमस्कार सबैमा, कस्तो हुनुहुन्छ तपाईहरु? आशा गरे सबैजना सन्चो सुबिस्ते हुनुहुन्छ भनेर र म पनि सन्चै छु र सबैजनालाई हर हर महादेव, राधे राधे। र आज चाहिँ के भिडियो लिएर आए भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ यो हो मन्दिर भित्रको भिडियो हो र मन्दिर भित्रको भिडियो देखाउँदै यो लुगा नाप्ने इन्ची टेप चाहिँ किन लिएर आए भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ यहाँ चाहिँ म आएको छु नापी लिनुको लागि र यहाँनेरि हामी नन्दी राख्ने भनेर मैले यहाँ नाप्दै छु र 8 इन्च आयो र यो चाहिँ प्रतिमा लिनु जानेलाई मैले बताइदिनु पर्ने भएको छ र यहाँनेरि चाहिँ हामी शिवलिङ राख्ने भित्र र यो शिवलिङ राख्ने पनि मैले नापी लिएँ र यता साइडमा चाहिँ हामी शिव पञ्चायनमा आउने अरू देवी देवतालाई राख्ने छौँ र यहाँनेरि चाहिँ के को नापी लिएँ भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ यहाँनेरि हामी नेम प्लेट लगाउने जो जमिनदाताहरू हुनुहुन्छ है सहयोगदाताहरूको नेम प्लेट यहाँनेरि लगाउने छौँ र यहाँको पनि मैले नापी लिएँ सायद जरुरत पर्छ कि भनेर मैले पर्छ भनेर चाहिँ हैन सायद पर्न सक्छ भनेर मैले नापी लिइरहेको र यसै गरेर म चाहिँ एकदमै व्यस्त छु मन्दिर घरको कामले। यतापट्टि चाहिँ यहाँ पण्डाल हुन्छ, यहाँ खानापिना बनाउने प्रसादीहरू बनाउने र तपाईहरु पनि यहाँ आइदिनुहुन्छ भन्ने 7 तारिक कलश यात्रा छ र 7 तारिकदेखिको स्टार्ट हुन्छ, आइदिनुहुन्छ भन्ने आशा राख्दै निमन्त्रणा पनि दिँदै मैले यो भिडियो ब्लग अपलोड गर्दैछु र हाम्रो घरको हालत चाहिँ यस्तो छ गाइस र म धेरै व्यस्त भएको कारण यस्तो छ है र घरमा चाहिँ पुटिनको काम कलरिङको काम चल्दैछ र यस्तो हालत छ र तपाईहरुलाई मेरो दया माया लाग्छ भने सघाउन अवश्य पनि आउनु होला दाजुभाइ दिदीबहिनीहरू र यहाँ म चाहिँ बसे कलर चोइस गर्नको लागि घरमा कुन चाहिँ कलर लगाऊँ भनेर पहिला चाहिँ मैले कपीमा रुमहरुको नाम लेखे कुन कलर कुन रुममा लाऊँ भनेर अन्त त्यसै गरेर यहाँ सिलेक्ट पनि भइसक्यो र यहाँ कलर लाउन थाल्नु भयो। तपाईहरुलाई कस्तो लाग्यो यो कलर मन पर्छ पर्दैन? मलाई चाहिँ मन पर्ने कलरहरु नै लगाए र यसै गरेर म धेरै बिजी छु गाइस। हुन्छ मेरो आजको ब्लग यति नै।